नमस्कार साथीहरू, आजको यो भिडियोमा म तपाईलाई मिड वेस्ट युनिभर्सिटीको रिजल्ट मोबाइल वा ल्यापटपबाट कसरी हेर्ने भन्ने कुरा स्टेप बाइ स्टेप सिकाउने छु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्। सबैभन्दा पहिले आफ्नो मोबाइलमा क्रोम ब्राउजर खोल्नुहोस्। त्यसपछि सर्च बारमा मिड वेस्ट युनिभर्सिटी एक्जामिनेसन म्यानेजमेन्ट अफिसको वेबसाइट खोल्नुहोस्। वेबसाइट खुलिसकेपछि 3 डटमा क्लिक गरेर अनलाइन एक्जाम फर्ममा क्लिक गर्नुहोस्। अनलाइन एक्जाम फर्मको आइकन खुलिसकेपछि तपाईले फेरि 3 डटमा क्लिक गर्नुहोस्। क्लिक गरेर लगइनमा जानुहोस्। अब तपाईले परीक्षा फारम भर्दा प्रयोग गर्नुभएको युजर नेम र पासवर्ड हालेर लगइन गर्नुहोस्। यदि पासवर्ड बिर्सनु भएको छैन भने त्यही पुरानो पासवर्ड प्रयोग गर्नुहोस्। लगइन भइसकेपछि फेरि मेनुमा क्लिक गर्नुहोस्। 3 डटको मेनुमा क्लिक गरिसकेपछि तपाईले लास्टमा रहेको पेन्सिलको आइकनलाई क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईले त्यहाँ कुन सेमिस्टरको एक्जाम हेर्दै हुनुहुन्छ त्यसलाई चुज गर्नुहोस्। अब तपाईले कुन परीक्षाको रिजल्ट हेर्न चाहनुहुन्छ, जस्तै बीबीएस फर्स्ट सेमिस्टर, सेकेन्ड सेमिस्टर वा अन्य, त्यो छान्नुहोस्। त्यसपछि छानिसकेपछि आफ्नो सिम्बल नम्बर र डेट अफ बर्थ सही रूपमा हाल्नुहोस्। यदि कुनै पनि जानकारी गलत भए एरर देखिन सक्छ, त्यसैले ध्यानपूर्वक भर्नुहोस्। सबै विवरण सही भएपछि सर्च बटनमा क्लिक गर्नुहोस्। अब तपाईको रिजल्ट मार्कसिटमा स्क्रिनमा देखिनेछ। यदि मोबाइलको वेबसाइटमा राम्रोसँग नखुलेको अवस्थामा क्रोममा रहेको 3 वटा डटमा गएर डेस्कटप साइट अन गर्नुहोस्। त्यसपछि त्यही प्रक्रिया दोहोर्याएर सजिलै रिजल्ट हेर्न सक्नुहुनेछ। पहिलाकै प्रक्रिया अवलम्बन गर्नुहोस्। फेरि तपाईले बीबीएस फर्स्ट सेमिस्टरको सेकेन्ड हो कि फर्स्ट हो कि कसको हो त्यो छान्नुहोस्। त्यसपछि सिम्बल नम्बर र डेट अफ बर्थ राखिसकेपछि सर्चमा क्लिक गर्नुहोस्। यदि सही सिम्बल नम्बर र जन्ममिति राख्दा पनि रिजल्ट सही नदेखिएको अवस्थामा हाम्रो कलेजमा आएर प्रशासनमा सम्पर्क गर्नुहोस्। यसरी तपाईले आफ्नो रिजल्टलाई राम्रोसँग हेर्न सक्नुहुनेछ। धन्यवाद। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद। फेरि अर्को उपयोगी भिडियोमा भेटौँला।